साइन यो जति पनि क्रिएटरहरू छन् नि तिनीहरूले चाहिँ फलोवर्सलाई मात्रै बढी ध्यान दिएको जस्तो मलाई लागिरहेछ। किन भन् न, नन फलोवर्सलाई त्यति तिनीहरूले केयर गरेको जस्तो लागेन। अब यो चाहिँ नि के कारण हो मैले बुझ्न सकिनँ। फेरि त्यो भ्युज पर्सेन्टेज हेर्ने हो भने चाहिँ फलोवर्सभन्दा नन फलोवर्सको बढी आइरहेको छ। यो कारण के हो मलाई बुझाइदिएर एकचोटि। ठिक कुरा गरिस्। नमस्कार, म नारायण बस्नेत, काठमाडौँ, नेपाल। यो प्राय नयाँ मात्र होइन, पुराना साथीहरूलाई पनि तपाईहरुलाई राम्रो लाग्यो र बुझ्नुभयो भने अरू नयाँ साथी र अरू साथीहरूलाई पनि सेयर गरिदिनु होला। यस्तो भिडियोहरू म लिएरै आउँछु। तैँले के छ भने नि के छ भने सही कुरा भने हामी जति पनि क्रिएटर साथीहरू छौँ नि फलोवर्सतिर मात्रै ध्यान दिएको हुन्छौँ। हाम्रो भ्युज हेर्नु भने कमेन्ट हेर्नु हो भने सबै नन फलोवर्सको छ। किनभने हामीले जुन हाम्रो क्रिएटर साथीहरूले कसैको उसमा गएर हत्तपत्त कमेन्ट गर्न चाहनुहुन्न, रिल्स भिडियो हेर्न चाहनुहुन्न। उहाँहरूले मजबुरीले मात्रै आफ्नो जुन प्रोफाइलमा ग्रोथ हुँदैन, रातो आउँछ भनेर मात्र कमेन्ट गरेको हुनुहुन्छ। र नन फलोवर्सहरूले जति पनि हेर्छन् भ्युज आउने भनेको सबै कमेन्ट गर्ने एउटा दुईटा जे हुन्छ नन फलोवर्सहरूले हो। त्यही भएर हाम्रो पर्सेन्टेज नै हेर, 10% फलोवर्स छन् भने 90% नन फलोवर्सहरू छन्। त्यसैले म साथीहरूलाई के भन्न चाहन्छु भने फलोवर्सहरू त हाम्रो प्रोफाइलमा देखाउनको लागि फलोवर्सहरू कति चाहिन्छ, के चाहिन्छ, बढी छ कम छ भन्ने हुन्छ नि। फलोवर्सहरू कहीँ जाँदैनन्, आफू एक्टिभ रहनुपर्छ। उनीहरूलाई पनि जरुरी छ एक्टिभ फलोवर्सको लागि। त्यही भएर नन फलोवर्सहरूलाई धेर महत्त्वपूर्ण दिनुहोस्, सम्मान गर्नुहोस्, म सबैलाई भन्न चाहन्छु। किनभने फेसबुकको एउटा नियमअनुसारले र हामीले जुन रिल्स भिडियो हेरिरहेको हुन्छौँ नि टाइमलाइनमा जुन आउँछ त्यो नन फलोवर्सको पनि स्क्रल गरेर जान हुँदैन। नन फलोवर्सको स्क्रल गऱ्यौँ भने हाम्रो जुन फेसबुकले जुन ग्रीन जोनबाट रेड जोनमा लान 1 मिनेट पनि लाग्दैन। किनभने हामीलाई त्यता पनि घाटा हुन्छ, फेसबुकले जे पनि गर्न सक्छ। त्यसैले हामीले नन फलोवर्सहरूलाई धेरै मान सम्मान दिनुपर्छ। नन फलोवर्सहरूको धेर भ्युज आयो भने फेसबुकले सजेस्ट गर्छ र फर युमा भाइरलमा लिएर जान्छ। आजसम्म जति पनि फर युमा गएका छन् र जति पनि भाइरल भएका छन् यहाँ हाम्रो फलोवर्सले हेरेर र कमेन्ट गरेर होइन। फलोवर्सले भ्याउँदैन, आफ्नै धुनमा आफू कसरी फलोवर्सले भन्छन् त्यो हिसाबले होइन। त्यही भएर साथी हो, तपाईहरुले फलोवर्सलाई होइन नन फलोवर्सलाई ध्यान दिनुहोस्। फलोवर्स त छँदैछन्, सायद बुझ्नु भएन भने फेरि अर्को भिडियोमा जिज्ञासा राख्नुहोस् कमेन्ट गरेर, म फेरि अर्को लिएर आउँछु। तैँले बुझिस् नि? मैले त बुझेँ, तपाईँहरूले कति बुझ्नुभयो कमेन्ट गर्नु होला है त। जय पशुपतिनाथ।